नमस्कार, म करण सिंह बडाल द एनालाइसिसमा तपाईहरुलाई स्वागत छ। आजको अङ्कमा मैले सामाजिक सञ्जालको सहयोगमा 2/3 शक्ति आर्जन गरेको रासपा पुराना पार्टीहरूले बुझ्न नसकेको सामाजिक गति, सामाजिक सञ्जालमा एल्गोरिदमको भूमिका र एल्गोरिदमले बन्धक बन्न थालेको हाम्रो विवेक लगायत तमाम विषयमा चर्चाको प्रयास गर्नेछु। नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सामाजिक सञ्जालसँग जोडेर अध्ययन गर्न आवश्यक। सामाजिक सञ्जाल भन्नाले फेसबुक, युट्युब, ट्विटर लगायतका डिजिटल प्लेटफर्महरूलाई बुझ्नुपर्छ। रासपाको उदयको एकमात्र कारण सामाजिक सञ्जाल थियो भन्ने कुरा भने सही हुन सक्दैन। पुराना राजनीतिक दलहरूप्रतिको सर्प सन्तुष्टि, नयाँ नेतृत्वको खोजी, सुशासनको अपेक्षा, रोजगारी र भ्रष्टाचारप्रतिको चिन्ता, त्यस्तै युवाको राजनीतिमा सहभागिताको आकांक्षा पनि पहिलेदेखि नै समाजमा विद्यमान थिए। तर सामाजिक सञ्जालले भने यी तमाम असन्तुष्टिलाई तीव्र गतिमा फैलाउन र राजनीतिक शक्तिमा रूपान्तरण गर्न प्रभाव बढाउने शक्तिशाली हतियारको काम गर्यो। विक्रम सम्वत 2079 सालमा स्थापना भएको रासपा केही महिनामै 20 सिट जितेर चौथो ठुलो दल बन्न पुग्यो। परम्परागत राजनीतिक दलको तुलनामा यस्तो राजनीतिक विस्तार असामान्य प्रकारको थियो। यसमा सामाजिक सञ्जालको पहुँच र प्रभाव महत्त्वपूर्ण कारक बन्यो। रासपाका नेताहरूले सामाजिक सञ्जाललाई परम्परागत पार्टी संरचनाको विकल्पका रूपमा उठाए। पुराना दलहरूले ओडा, टोल, जिल्ला र केन्द्रसम्म लामो समय लगाएर संगठन निर्माण गर्नुपर्ने अवस्थामा नयाँ राजनीतिक शक्ति अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट ठूलो संख्यामा मानिससँग छोटो समयमा सम्पर्क स्थापित गर्न फेसबुक, टिकटक र युट्युब लगायतका सामाजिक सञ्जालहरूको भरपूर उपयोग गरे। यस्तो नयाँ शैलीले देशैभरि राजनीतिक रूपमा हलचल पैदा गर्यो। पुराना पार्टीका सांगठनिक संरचनाको जरा नराम्ररी हल्लाइदियो। नेपालमा स्थापित राजनीतिक दलको मान्यताका मापदण्डहरू पुरापुर भत्काइदियो। पार्टीलाई भन्दा पनि सामाजिक सञ्जालले व्यक्तिलाई राजनीतिक ब्रान्डमा परिवर्तन गर्यो। रवि लामेछाने र बालेन पार्टीका नेता भन्दा पनि सामाजिक सञ्जालका उत्पादनका एक चर्चित ब्रान्डका रूपमा परिणत भए। सामाजिक सञ्जालले रवि र बालेनको सार्वजनिक पहुँचलाई राजनीतिक पहुँचमा बदल्न सहयोग गर्यो। पुराना दलहरू विरुद्ध नयाँ विकल्प भन्ने सरल र राजनीतिक सन्देश सामाजिक सञ्जालमा डढेलो झैँ फैलियो। भ्रष्टाचार, कुशासन